तपाईको कुरा सुनिन भने मैले जीवन पाइन। यो स्वभाव होइन के वचन परमेश्वरको वचन हो वचन परमेश्वरको वचन भयो मैले माने तपाईको आफ्नो कल्चर छ तपाईको आफ्नो ठुलोको कल्चर ठीक छ मैले होइन भनिन सबैको आफ्नो हुन्छ जस्तै हिन्दूको आफ्नो भयो मुस्लिमको मिस्टेक बोल्यो भने त्यहाँ अलि त्यो त्यसको चाहिँ लेखा कस्तो मिस्टेक भनेको कस्तो म वचन वचन हैन तपाईले बोल्यो त्यहाँ मिस्टेक भयो भने लैले यो चाहिँ ठीक छ हजुरले भने म मेरो पर्सनल नम्बर म दिन चाहिन हैन यता सुन्नु न त्यो वचन यहाँ लेखेको छ यो वचन भन्नुभयो ठीक छ हजुरले भनेको मैले माने ए भाइ अघि न वचन बोल्दाखेरि यो बोले तर यो होइन र स्पेशली ठीक छ मैले स्वीकार तपाईले जे भन्नुभयो मैले बुझे परमेश्वर तपाईले एउटै हुन्छ भन्नुभयो मैले माने होइन चाहिँ मिस्टेक भएन चाहिँ के मिस्टेक भयो कि अब यहाँ मिस्टेक भयो भने भन्नाले पनि यो वचन पढेर पछि यस्तो वचन ठीक छ तपाईको आफ्नो रीतिरिवाज हुन्छ दिदी जस्तै यता सुन्नु अनि त्यो पढेर चाहिँ त्यो हजुरले पढेर मलाई भन्नु पर्दैन नि त दिदी म आफ्नो धर्म मान्छु हजुरको धर्म मान्नुहुन्छ अहिले बोल्दाखेरि मिस्टेक भयो तपाईले बोल्नु भएको मिस्टेक भएको भयो भने भयो ठीक छ भयो भने चाहिँ नि हैन यो चाहिँ यस्तो हो यो लेखे चाहिँ यस्तो हो भनेर चाहिँ सुधारेर अनि यो सुधार्नु पर्दैन दिदी मैले केही सोचेको छैन मैले केही भनेको छैन लेखा त परमेश्वरले दिनुपर्छ नि त ठीक छ परमेश्वर तपाईको ठुलो हो तपाईले अब त्यहाँ मिस्टेक भन्यो भने फेरि यसको लेखा दिनुपर्ने हुन्छ तर तपाईले मैले तपाईलाई केही पनि सोचेको छैन तपाईले सोचेको छैन यता सुन्नु तपाईसँग के तपाईसँग डराउनु तपाईसँग किन डराउनु त मैले मसँग डराउनु पर्छ हजुरलाई भनेको छैन मैले भने मलाई केही पनि तपाई कुरै बुझ्नुहुन्न मैले बुझे हजुरले भनेको मैले बुझे तपाईले भन्नुभयो मेरो ईश्वर ठुलो हो यता सुन्नु न परमेश्वर ठुलो हो हैन परमेश्वर ठुलो हो तपाईको लागि परमेश्वर ठुलो जस्तै हाम्रो लागि शिव भगवान ठुलो भने जस्तै कसैको लागि येशूको लागि येशू ठुलो हुन्छ जस्तै मुस्लिमको लागि मुस्लिम ठुलो हुन्छ त्यो आफ्नो कल्चर हुन्छ अब मैले तपाईको यो पुराण सुन्नको लागि मैले मेरो पर्सनल नम्बर किन दिनु त तपाईलाई म दिन्न भन्न पाइएन मेरो पर्सनल नम्बर पाइयो नि म दिन्न पाइयो नि दिदी पाइएन मैले भने हजुरले सामान किन्नु भएको छ मलाई पैसा दिनुहोस् हजुर जानुहोस् मैले केही भने मलाई किन सुन्नु नै छैन भने कुनै कुरा मैले जबरजस्ती तपाईले मलाई सुनाउनु खोज्नु भएर त भएन नि त मलाई यदि सुन्नु नै छैन ठीक छ जानी नजानी गरेको पाप होस् या जे होस् तपाईको आफ्नो कल्चर छ आफ्नो लेखाइ छ ठीक छ मैले माने त्यो धर्म तपाईको हजुरले बिर्सिनु भयो ठीक छ प्रभुले तपाईलाई क्षमा गरिदिनु हुन्छ तपाईले जानी नजानी बिर्सिनु भयो ठीक छ यता सुन्नु न यहाँ जस्तै यो ठाउँमा चाहिँ सब तपाईले पढ्यो भने तपाईले पनि हुन्छ नि त हैन यसो मलाई पढ्नु पर्छ भन्ने छैन नि त दिदी ठीक छ मैले तपाईको धर्मलाई आदर गर्छु कदर गर्छु ठीक छ त्यो आफ्नो ठाउँमा छ दिदी हैन तर मैले यसो धर्म मान्नु पर्छ भन्ने छैन नि त म जब कि मेरो ब्याकग्राउन्डदेखि लिएर सबै हिन्दू छ भने जानी लेखिएको त्यो जानी बोलेको लेखिएको भने त्यो भने के जस्तै जानी त्यो गरेको बोलेको अब त्यो भन्नाले त्यो भनेको त्यो ठीक छ दिदी हजुरले जानी गरेको पाप जे होस् तपाईको मलाई तपाईको धर्म सुन्नु छैन भने तपाईले जबरजस्ती मलाई सुनाउनु खोजेर त तपाईले अघि सुन्छु मैले भने नि तपाईले आफ्नै देउता ठुलो मैले भने त्यहाँनिर के छ तपाईँ भन्नुहुन्छ मेरो ईश्वर ठुलो हो यदि तपाईँलाई बाँच्नु छ भने मेरो ईश्वर ठुलो मान्नुपर्छ त्यस्तो होइन क्या दिदी ईश्वर एउटै हुन्छ तपाईँले भन्नुभयो शिव भगवान उहरू शरीर मात्र हो भगवानै होइन त्यस्तो भन्न मिल्यो त शिव भगवानै होइन भन्न खोज्दिनु त तपाईँ तपाईँले शरीर मात्र हो झुट नबोल्नुहोस् तपाईँको झुट बोल्नु मिल्दैन भन्नुभयो नि तपाईँले जीवन दिने आत्मानु छ शरीरबाट के फाइदा हुँदैन त्यो चाहिँ भन्यो हो तर यो चाहिँ अघि तपाईले शिव भगवानै होइन भन्नुभयो क्या त्यो मान्छे हो शिव भगवान होइन तपाईको येशू चाहिँ भगवान हो तपाईको येशू चाहिँ भगवान हो सृष्टिकर्ता हुनुहुन्छ सृष्टि गर्नु भएको ईश्वरको नाम के हो तपाईको ईश्वरको नाम के हो प्रभु यीशु ख्रीष्ट तपाईले देख्नु भएको छ आत्मा हुन्छ नि हो मैले भन्नु खोजेँ कि त्यही हो कि दिदी सबैको आफ्नो आत्मामा भगवान छ जस्तै तपाईँले यसो मान्नुहुन्छ मैले शिव माने भने त्यो हुन्छ सबैको आफ्नो कल्चर हो मैले तपाईँले नराम्रो भन्न खोजेको होइन त्यो अर्को ताल तपाईँले सम्झिनुहोस् माने ठिक छ तपाईँले अर्को ताल सम्झ ल ठिक छ मैले आफ्नो तालमा बोलेँ म गलत छु भने म गलत भएँ
हजुर सही हुनुहुन्छ भने हजुर सही हुनुहुन्छ हजुरले तिल किन्नु भएको छ मैले भने लेखेको भने त्यो सीमा हुँदैन भने चिसो चाहिँ लेखे त्यो 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 तपाईँ बिस्किरहेको अब तपाईँको यसुले उहाँ दाइलाई अहिले खाना दिनुहुन्छ त तपाईँको यसुले अहिले उहाँलाई खाना दिनुहुन्छ त दिनुहुन्न नि जस्तै हामीभित्र कुनै देउता छ हाम्रो ठुलोबाट उहाँलाई केही दियौँ भने त्यो भगवान् हो क्या त्यो भाइको मनमा भगवान् भयो अहिले त्यो भन्न खोजेको भगवान् मान्छेको शरीरभित्र हुने हो मान्ने हो भगवानै हुन्छ भन्ने त छैन नि त दुःखमा जसले जसलाई साथ दिन्छ त्यो त्यसको लागि भगवान् हो दाइको लागि एकछिन भाइ भगवान् भयो किनकि भाइले खाना दियो अब दाइले कसैलाई दिनुहुन्छ भने भोलि दाइको लागि त्यो मान्छेको लागि दाइ भगवान् हुन्छन् मान्छे सबै शरीरभित्र हुन्छ तपाईँ मेरै यस्तो ठुलो मेरै ईश्वर ठुलो भन्नुहुन्छ मलाई केही बुझ्नु नै छैन मलाई 75 रुपियाँ दिनुहोस् तपाईँ जानुहोस् मैले त्यति भनेको छु मैले त्यही भने होइन मलाई 75 रुपियाँ दिनुहोस् तपाईँ जानुहोस् होइन मैले त्यही भनेको छु नि त होइन अब तपाईँ जबरजस्ती सुनाउनु खोज्नुहुन्छ भने त मैले सुन्नुपर्छ छैन होइन दिदी मैले त्यो भन्नु मात्र खोजेको क्या म सुन्दिनँ कि दिदी मलाई सुन्नु नै छैन मलाई 75 रुपियाँ दिनुहोस् मैले भनिरहेको छु कि मलाई 75 रुपियाँ दिनुहोस् मेरो सामानको सक्यो कुरा मलाई केही सुन्नु नै छैन दिदी म यहाँ बिजनेस गर्न आएको तपाईँको त्यो सुन्ने ठाउँमा म आएको भए मैले सुन्नुपर्छ मैले बुझ्नुपर्छ भन्ने ठिक छ मैले बिजनेस गर्न आएको छु भने त म बिजनेस गर्छु नि त होइन मलाई तपाईँको यसको सुन्नै पर्छ भन्ने छैन ठिक छ दिदी ल भन्नुहोस् होइन नेपालीमै भन्नु न नेपाली सबै नेवारी त्यो सबै तिमी त्यहाँ ल भन्नु न तपाईँ भन्नु तपाईँ नम्बर फेरि त्यो दिदीको छ त्यहाँ गएर बोलाउनै पर्छ ढङ्ग गरेर सुनिहाल्छ हो त्यो कालिका पेट्रोल पम्पको पछाडिपट्टि छ नि त्यो गेट त्यही हो हामी सधैँ जान्छौँ नि त्यही चामल एक बोरा उयो कमलाश्री एक बोरा लैजाऊ अनि होटेलमा हिजो सामान छोडेको छ होइन त्यो सामान लिएर आउँछ ल भन्नु नि दिदी भन्नु त्यो यो 2450 अनि तेलको 290ले हिसाब गर अनि त्यो के अरे अस्तिको सामान छोडेर छ नि त्यो हिसाब गरेर मलाई फोन गर ल दिदी मैले भने मलाई 75 रुपियाँ दिनुहोस् हजुर जानुहोस् होइन अब अरू मलाई केही सुन्नु नै छैन भने म के खाएर काम छैन नि त हो मैले भन्नु मलाई हो मैले भन्नु चाहिँ त्यही हो अब तपाईँले यहाँ टाइम लस गरेर काम छैन दिदी जानी जानी बोल्नु भयो या नजानिकन बोल्नु भयो त्यो तपाईँको विषय हो ल ठिक छ छैन अनि के भन्नु जानी जानी कसैले पाप गर्नु ठिक छ हजुरले भन्नुभयो मैले माने दिदी मैले भने यति भने मलाई 75 रुपियाँ दिनुहोस् हजुर जानुहोस् अर्को ताल सम्झिनु भयो भने आउनुहोस् भन्नलाई अब मैले के गर्नु पर्यो दिदी ल मैले गर्नु पर्यो अब मैले गर्नु पर्यो नम्बर छैन मेरो म दिन्न नम्बर दिन्न भाइको छैन दिँदैन तपाईँलाई नम्बर दिन्न क्या दिदी हामी नम्बर दिँदैनौँ आफ्नो मेरो पर्सनल नम्बर दिनु भन्न पाइएन तपाईँलाई मेरो राइटको कुरा होइन म तपाईँलाई दिन्न भन्ने त्यो मेरो राइटको कुरा हो नि दिदी म मेरो नम्बर दिन्न हजुरलाई भन्ने त त्यो मेरो राइट हो नि त होइन म दिन्न जबरजस्ती माग्नुपर्छ भन्ने त छैन नि त त्यसो त तपाईँलाई केस पनि लाग्छ दिदी तपाईँ जबरजस्ती मेरो नम्बर माग्नुहुन्छ म दिन्न भनिरहेको छु भने तपाईँ जबरजस्ती नै गर्नुहुन्छ भने तपाईँलाई केस पनि लाग्छ यो विषय किन लाग्दैन तपाईँ पसल म मेरो नम्बर दिन्न भन्दा भने तपाईँ कुनै कामको लागि जबरजस्ती गर्नुहुन्छ भने मैले तपाईँको धर्मलाई मैले हजुरको धर्मलाई भनेदेखि मेरो सर आत्मा पर राखेको छु मैले माने मैले तपाईँको धर्म ठुलो हो मैले मेरो धर्म ठुलो हो तपाईँको धर्म सानो हो मैले माने
माने तपाईँको आफ्नो धर्म ठुलो छ दिदी म पनि चर्चमा गएको छु मैले पनि चर्चमा गएको मान्छे हो म पनि मन्दिर सबै जान्छु मलाई सबै भगवान् एउटै लाग्छ दिदी म टिका पनि लाउँछु म धर्म पनि सक्छु म चर्चमा पनि गएको छु म सबै धर्म एउटै मान्छु होइन तपाईँले भन्नुभयो यसो पनि हाम्रो प्रभु हो बाँकी सबै शरीर हो ठिक छ हजुरको आफ्नो सोचाइ हो दिदी तपाईँको सोचाइ तपाईँको तरिकाले छ मेरो सोचाइ मेरो तरिकाले छ मैले तपाईँ गलत हो तपाईँको सोचाइ गलत हो मैले भन्नु खोजेको होइन तपाईँको सोचाइ पनि सही हो मैले यति भने म मेरो नम्बर दिन्न मलाई 75 रुपियाँ दिनु अनि मैले अब यो गलत अहिले चाहिँ अलि आयो होइन पवित्र आत्मा विरुद्ध बोल्यो भने अब वचन अथवा यो विरुद्ध बोल्यो भने ठिक छ हजुरले भन्नुभएको मैले भने मलाई 75 रुपियाँ दिनुहोस् हजुर जान्छु त्यो चाहिँ होइन ठिक छ भगवान्लाई मनदेखि क्षमा प्राप्ति छ केही गलत बोलेछ भने सबैको आफ्नो तरिकाले हो दिदी ठिक छ हजुरको सोचाइ हुन्छ हाम्रो सोचाइ हुन्छ त्यही हो धन्यवाद दिदी कसो लाग्यो तिल किनिदिनु भयो 75 रुपियाँ म आभारी छु ल 100 रुपियाँ छैन नि त्यही 50 रुपियाँ नै दिनुहोस् भइहाल्छ तपाईँको लागि ठिक छ त पुगिहाल्छ त दिदी त्यहाँ होइन तपाईँले त पुग्यो यहाँ सेर्पिङ पनि थियो भनेर के अघि यहाँ गाडीबाट पैसा दिँदाखेरि यहाँ सेर्पिङ त्यही भएर अघि तपाईँलाई वचन सुनाउँदाखेरि त वचन सुन्दैन बोल्न अधिकार छैन भने पहिल्यै भन्नुहुन्छ के बोल्ने अधिकार छ दिदी जस्तो म मेरो धर्ममा बोल्छु बोल्ने अधिकार कसले रोक्छ र मैले नबोल्नु भनेको होइन हे तपाईँले मेरो भगवान् सानो भनेपछि हो मैले बोलेको दिदी होइन तपाईँलाई होइन कि यहाँ दिदीबहिनीहरूलाई त्यो यो चाहिँ नि वचन चाहिँ नि बोल्न त्यो मैले तपाईँलाई नबोल्नु भनेको प्रचार गर्न अधिकार छैन छ दिदी आफ्नो भगवान्लाई म प्रचार गर्छु म कृष्ण भगवान् मान्छु म मेरो कृष्ण ठुलो भन्न पाइयो त त्यो त मेरो पर्सनल राइट हो नि तपाईँले तपाईँको धर्म ठुलो भन्नुभयो तपाईँको त्यो राइट हो होइन कि मेरै भगवान् ठुलो हो तेरो भगवान् त झरे छैन 100 रुपियाँ कहाँ झर्छ 100 रुपियाँ अब तपाईँको 100 रुपियाँ कहाँ झऱ्यो के झऱ्यो चाहिँ अब हामीले गर्ने भनेको ल ठिक छ दिदी ठिक छ